हेलो गाइज, आज चाहिँ म बनाउँदैछु केएफसी स्टाइल मसरुम फ्राइज। जो चाहिँ चिकन खानुहुन्न उहाँहरूले चाहिँ यो एकचोटि ट्राई गर्नु होला। एकदमै धेरै मिठो हुन्छ। यसको लागि चाहिँ मैले पहिलाबाट चामलको पिठोलाई लिएको छु एकदमै क्रिस्पी बनाउनको लागि। अब एड गर्दैछु थोरै नुन, थोरै मरिचको धुलो पनि एड गर्ने, अनि यहाँनिर मैले चिल्ली पाउडर थोरै हालेको छु। अनि यो सबलाई मिक्स गरेर चाहिँ साइडमा राख्ने। अब चाहिँ दामी एउटा ब्याटर बनाउनुपर्छ। ब्याटरको लागि पनि मैले क्रिस्पीवाला राइस फ्लोर लिएको छु, अनि त्यहाँनिर पनि मैले त्यही स्पाइसेसहरू चाहिँ एड गरेको छु सबै थोरै क्वान्टिटीमा। यो चाहिँ थोरै चाहिँ हामीले बेसन पनि एड गर्ने, अनि मैदालाई पनि एड गरेको छु। अनि यो सबलाई मिक्स गरेर चाहिँ एउटा दामी ब्याटर बनाउने। अनि धेरै बाक्लो पनि होइन, धेरै पातलो पनि होइन, ठिक्कको बनाउनुपर्छ। अब यो सबैलाई मिक्स गरेपछि चाहिँ हाम्रो दुईटै इन्ग्रिडियन्ट्स चाहिँ रेडी हुन्छ। एउटा चाहिँ ब्याटर, अर्को चाहिँ सुक्खा पाउडर। अनि यसलाई साइडमा राखेर चाहिँ यहाँनिर मैले च्याउलाई तयार पार्दैछु। मैले च्याउ चाहिँ कन्ने च्याउ ल्याएको छु। अनि यसको चाहिँ यो एकदम लेग पिस जस्तो देखिन्छ भरे क्रिस्पी भएपछि चाहिँ होइन। अनि यसलाई मैले एक एकवटा गरेर पहिला चाहिँ ब्याटरमा चाहिँ डिप गर्छु, त्यस पछाडि चाहिँ त्यो हामीले बनाएको पाउडर इन्ग्रिडियन्ट्समा चाहिँ फेरि डिप गर्छु। अनि 2-3 चोटि यही प्रोसेसलाई चाहिँ रिपिट गरेपछि हाम्रो कोटिङ्स चाहिँ रेडी भइसकेको हुन्छ डिप गर्नको लागि तेलमा। अब यसलाई यसरी सुक्खा पाउडरमा चाहिँ मजाले वरिपरिदेखि डिप गरिदिने। यसरी मजासँगले कोटिङ भइसकेपछि चाहिँ यसलाई फेरि पनि त्यही प्रोसेस चाहिँ 2 चोटि रिपिट गरेको छु। अब यसलाई चाहिँ मैले साइड बाई साइड प्लेटमा पनि राख्दैछु। अनि सबै रेडी भइसकेपछि चाहिँ मैले मस्तसँगले तेललाई तताएको छु। यसरी तेल मजाले तातिसकेपछि चाहिँ मैले एक एकवटा गरेर हामीले बनाएको केएफसी स्टाइल मसरुमलाई चाहिँ मस्तसँगले डिप फ्राई गरिदिने। मैले चाहिँ यहाँ स्यालो फ्राई गरेको छु। यसरी मजाले कलर चेन्ज हुन थालेपछि चाहिँ हाम्रो केएफसी स्टाइल मसरुम फ्राई चाहिँ रेडी भइसकेको छ। यसलाई चाहिँ दामीसँगले प्लेटमा निकाल्ने। अलिक ठुलो छ भने चाहिँ हजुरहरूले सानो आगोमा अलिक धेरै बेर पकायो भने चाहिँ भित्रसम्म मजाले पाक्छ। मैले पनि यहाँ त्यही गर्दैछु। अब यो चाहिँ हाम्रो रेडी भइसकेको छ। हेर्नुहोस् त कति दामी देखिएको छ। एकदमै धेरै केएफसी स्टाइल चिकन फ्राई जस्तै देखिएको छ। अब यसलाई पनि मैले निकाल्दैछु। अनि यो प्लेटमा हाल्दा चाहिँ यस्तो देखिएको छ होइन गाइस। अनि यो चाहिँ हजुरहरूलाई नजिकबाट देखाउँदैछु। एकदमै धेरै क्रिस्पी र एकदमै धेरै टेस्टी भएको थियो यो चाहिँ। हजुरहरूले एकचोटि बनाएर ट्राई गर्नुभयो भने तपाईँहरू पल्किनुहुन्छ। त्यति धेरै मिठो लागेको थियो मलाई चाहिँ होइन। अब यो चाहिँ हाम्रो रेडी भइसकेको थियो। अनि मैले चाहिँ प्लेटिङ दामी गरेर सबैलाई सर्भ गरेको। एकदमै धेरै मिठो लाग्यो। थ्याङ्क यू।